भएको छ अनि नानीहरु चाहिँ मानस मेरो छोरालाई चाहिँ छोरीले होमवर्क गर्दैछ अनि होमवर्क गर्दैछन् अनि म चाहिँ मेरो भान्सातिर गएँ अब खाना बनाउनलाई म सँगसँगै खाना बनाउँ है मैले यहाँनिर कुकर बसालेको छु यहाँ हाम्रो मेरो दुध तातेको छ हेर्नु दुध अनि यो चाहिँ कुकर हो अब यसमा म तेल हाल्छु अलिकति तेल हालेँ धेरै तेल हाल्दिनँ अनि त्यसपछि मेथी हाल्दैछु म यहाँ अलिकति मेथी हाल्दैछु अनि मैले थोरै लसुन अदुवा पिसेर राखेको हिजै पिसेर राखेको हो त्यो पनि हालिदिन्छु म तपाईहरुलाई थाहा छँदैछ म त अहिले खान्न हैन मेरो टाइम हैन खाने मेरो लागि अर्कै के बन्दोबस्त गर्नुपर्ने छ आज म माम खान्न हैत्तेरिका ब्लग बनाउन पनि गाह्रो पो रहेछ त हौ जिन्दगानी यस्तै छ मेरो भान्सा चाहिँ राम्रो छैन इग्नोर गर्नु होला के गर्नु यस्तो जनमेथी फुर्यो अब जनमेथी फुरिसके पछाडि मैले अलिकति यो अदुवा लसुन हिजो पिसेर राखेको थिएँ त्यो हाल्दिन्छु थोरै भ्लग बनाउने चक्करमा मैले खाना पनि राम्रो बनाउन छोडिसकेँ जस्तो भइसक्यो है मलाई हो यसरीको दाल पकाउँछु नुन त हाल्नु परिहाल्यो यसो गरेर हात पक्रिँदा मेरो त यो हात यो साइड त फत्रक्कै भएर गलेर म त भ्लग बनाउनै नसक्ने भएर जिन्दगी बर्बाद अब म हजुरहरूलाई एकछिन बन्द गर्छु अनि फेरि माम पकाएर नानीहरूलाई खुवाएर स्कुल पुर्याउनु पर्ने छ गाइज एन्ड वेलकम टु द भ्लग अनि मानसलाई चाहिँ मैले आज होमवर्क गर्ने जिम्मा लिएको थिएँ लाइक मैले दिएको होइन मम्मीले दिनुभएको अनि मानस चाहिँ भने सुत्नै स्कुल नजाने भनेर भनेको भनेछ माने लेट्स गो ओ मानु नगर्ने गरौँ न हौ अनि गरौँ अनि सुतौँ हुन्छ सुतौँ अहिले छिटो सुतौँ क्या सुत्न त यहाँ हाम्रो भाइ मानेको छैन अब अहिले आलु हिजो पनि आलु नै पकाएको थियो आज पनि आलु नै अब के गर्नु त गाइस अब म नखाने नानीहरूको बाबा अफिसबाट आउनुहुन्न बिहान एकैचोटि बेलुका मात्रै आउनुहुन्छ अनि त्यही भएर नानीहरूलाई यही मिठो लाग्छ क्या यही जति पकाएर दिए पनि जति बिहान दिउँसो बेलुका यो खाओ भन्दाखेरि उनीहरूले चाहिँ एकदम मन पराएर खान्छन् त्यही भएर अब करेला नखाने घिरौला नखाने साग नखाने अनि त्यो अन्डा कति खुवाउनु माछा मासु नखाने केही नै नखाने गाइस यही मात्रै खाने यो खाने दाल खाने भात खाने त्यति हो छोराछोरीले अब जे मनपर्छ त्यही बनाइदिनु पर्यो नभए खाँदैनन् नखाएपछि भोकै स्कुल जान्छन् अनि झन् धेरै पिर हुन्छ मामहरूलाई होइन त्यही भएर आलु पकाइदियो आलु पकाएपछि दाल पकायो दाल पकाएपछि अचार भइहाल्छ अनि मेथी फेरि म यस्तो सिम्पल खाना बनाउँछु नि म केही हाल्दिनँ क्या धेरै थोक हाल्यो भने खाना मिठो हुँदैन त्यही भएर मिठो हुँदैन जस्तो लाग्छ मलाई चाहिँ नुन र जनमेथी यस्तो 5 फुरन पड्काए सबै थोक छ यहाँ जिरा छ सुप छ मेथी छ कालो जिरा छ ज्वानो छ सबै थोक छ हो यो पड्काएपछि खाना एकदम अर्कै तरिकाले मिठो भइहाल्छ त्यही भएर केही हाल्नै पर्दैन अनि त्यही भएर हेर्नु मेरो छोरा देख्नुभयो आलु खाने यो आलु खाने यो आलु मनपर्छ छोरालाई आलु फ्राइज गरिदिनु र ओके आलु फ्राइज गरेर चाहिँ
मेरो छोरालाई खुवाउँछु आज म। ल यसो गरेर आलु यसरी हालिदिनु, टक्क लाएर आलु पाकिहाल्छ एकछिनमा। मेन कुरो भनेको गाइस, आज मैले नानीलाई होमवर्क गराएको छैन। अब नानीलाई होमवर्क गराएको छैन, मैले नानीलाई कतिखेर होमवर्क गराउनु। अब हेर्नु है, हप्ता भन्दा मैले आज घर पनि बढाएको छैन, केही गरेको छैन क्या। फेरि आज पानी आउन आँटे जस्तो दिन भएको छ, अनि त्यही भएर नानीलाई हतार हतार होमवर्क गराएर छिटो छिटो चिप्र्याउनु। अनि यो कुकरमा मेरो खाना बसाएँ अहिले भर्खर। अब नानीलाई होमवर्क गराउन जान्छु, नानीलाई होमवर्क गराउनु छ। भगवान्, होमवर्क गराउन फेरि पहाड पल्टाएर जतिकै गर्नुपर्छ। यहाँ हेर्नु न, ओछ्यानमा भित्र छिरेर सुतेको छन्। अब लु छिटो होमवर्क गर्न आऊ, छिटो न होमवर्क गर्न आउन। 8 बजीसक्यो, छिटो ढिलो भइसक्यो। होमवर्क गर्न ढिलो भइसक्यो नि त। छिटो उठ, होमवर्क गर्न ढिलो भइसक्यो हामीलाई। आऊ न छिटो, होमवर्क गर्न ढिलो भइसक्यो। देखाउ त ल, आऊ 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 छिटो आऊ। ल मानियाले देखाउँछ अब छोरीले। अनि म चिकन स्टिक किनिदिन्छु मानसलाई। बोलाउने गाइज, हेर्नु कोठाहरू पनि सबै लथालिङ्ग छ। यो कहिले समेट्नु। यहाँ हेर्नु, होमवर्क गराएको छैन नानीलाई, होमवर्क गराउनु पर्ने छ। अब इरेजर खोइ भनेको, म होमवर्क गराइरहेको छु नानीलाई। लु आऊ आऊ छिटो आऊ। लेख्ने नोज यन, यन लेख्ने यहाँ, यन 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 राम्ररी ल, 3टा हल्लाले। एकदम धेरै गाह्रो पर्छ। ल अब अहिले म नानीलाई होमवर्क गराइसकेर फेरि खाना खाने बेलामा भिडियो गर्छु है। अहिलेलाई पनि रेडी भयो। अब नानीहरू खाँदैछन्, खाएर स्कुल जान्छन् नानीहरू। मानसले के खाना आँटेको? के खाएको मानसले? कस्तो छ आलु? मिठो छ? आलु मिठो छ मानस? यता हेर त, यता हेर्नु त, आलु मिठो। नानीहरूको टिफिन पुर्याउने बेला भयो, अनि टिफिन लिएर जाँदैछु स्कुल। मेरो नानीहरूको स्कुल म देखाउँछु ल, नानीहरूको स्कुल क्लास। कहाँ जानुभयो? आउनुभयो? क्लासमा जान्छ, पुरी र तरकारी मन पराउँछ नानीले। पुरी र तरकारी खान्छ। कहिलेकाहीँ म घरबाट बनाएर लगिदिन्छु, कहिलेकाहीँ क्यान्टिनमै खान्छ। पुरी र तरकारीले चाहिँ कहिले आउनु हुँदैन यसलाई। पुरी र तरकारी, खालि पुरी र तरकारी। यो चाहिँ हाम्रो क्यान्टिन भयो, क्यान्टिनबाट